सबैजनाले सेयर पनि गर्नु होला है त ल। आस्था पाखरिन हस् सरजीले धन्यवाद धन्यवाद। ह्यासट्याग वान्डा आयो आस्था पाखरिन ओके। कोही छैन त लाइभमा त। म आज धेरै पछि लाइभ आएको नि त, त्यही भएर अब कोही हुँदैन। हल्का यत्तिकै मेरो उहरू एक्सपिरियन्सहरू मेरो बेथितीहरू सेयर गर्दै मतलब यत्तिकै बनाएर बसिरहेको छु नभए पनि। लाइभ त अब कोही आउँदैन आउनु त, त्यही पनि ठिकै छ। भर्खर आज स्टार्ट गर्दैछ, अब सधैँभरि बस्न पाउँदिनँ समटाइम्स होइन। अनि हे प्रभु हुँदा हुँदा युट्युबको लाइभमा नचढ्ने बुढो खै के गर्नु त अब। बुढो भएछ मसँग बिहे गर्नु भनेर आउँदैन कोही। होइन र तिम्रो उमेर गयो मेरो नि गयो, बिहे गरौँ भन्दैन कसैले। कस्तो टल्केको बिहे गरौँ भन्नेहरूले गर्दैन, मनै पराउँदैन। कसरी त हो, बुढो मात्र होइन बाजे हजुरबाई भइसक्यो नि। अनि के गर्दैछौ, गइसक्यो कि छौ कि के हो? अनि तिम्रो के छ त, के हुँदैछ तिम्रो ब्लगिङहरू? बसिरहेको यतिकै रे। ल ठिकै छ ठिकै छ, बस्नुपर्छ। सन्चै छौ होला, सबै आराम कुशलै होला। तिम्रो ब्लगिङहरू के हुँदैछ, कस्तो हुँदैछ? किन हो भने त्यस्तो स्टप गर्नु हुँदैन त हौ, स्टप गर्नु हुँदैन, गर्नुपर्छ। घरकै भ्लगहरू नि बनाउँदै गर्दा नि हुन्छ त, तर मैले चाहिँ अब गरेको छैन बिकज अब त्यही हो टाइम राम्रोसँग दिन सक्दिनँ। अनि अब चाहिँ हुन्छ होला सायद बिस्तारै बिस्तारै समटाइम। कहिलेकाहीँ यसो छोटो छोटो भिडियोहरू चाहिँ हालिराख्नुपर्छ, त्यही हो बिस्तारै हुन्छ। टुक 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 गाह्रो छ गाह्रो छ गाह्रो छ। टाइम दिनु पर्यो नि त होइन, टाइम दिनुपर्छ। म आफैले दिएको छैन अरूलाई के अब उ गर्ने हो र होइन।